सस एकदमै तातो थियो, मार्कको हात नै जल्छ र सारा सस पनि भुइँमा घोप्टिन्छ। मार्क यही त चाहन्थ्यो। मार्क बाहेक तीनजनै टेन्सनमा पर्छन्, सस बिना त जजले यो डिस कसरी टेस्ट गर्छन् होला भनेर। तर मार्क त कन्फिडेन्ट थियो, अब जे होला देखा जाला भनेर उनीहरूले आफ्नो डिस जजहरूको सामु सर्भ गर्छन्। उनीहरूको डिसमा प्लेटिङ त्यति राम्रो थिएन, तर जब उनीहरूले त्यो डिस टेस्ट गर्छन्, जुलीलाई त्यो डिस एकदमै पर्फेक्ट लाग्छ र के भयो त प्लेटिङ नराम्रो भएर यो डिसको स्वाद नै काफी छ। टिम 8 लाई सेलेक्ट गर्नलाई भनेर उनीहरूलाई सेलेक्ट गरेर जजहरू त्यहाँबाट जान्छन्। टिम 8 को त खुसीको सीमै हुँदैन। उनीहरूको कम्पिटिसनको सोलाई मास्टर शेफ डेभिडले टाढैबाट मोनिटरको द्वारा हेरिरहेको थियो। उसको नजर मार्कमा जान्छ। उसलाई मार्क अलिक बेग्लै लाग्छ। र त्यो दिनको सो खतम भएपछि जुली नि घर जान लागेको थिइन् र किचनमा भिड भएको देखेर यहाँ के भइरहेको छ भनेर सोचिन्। मार्कले यहाँ किचनमा धेरै सामानहरू उब्रिएको थियो, मैले सोचे त्यो खेर नजाओस्, यहाँ स्टाफहरू नि भोक्कै छन्, सो मैले उनीहरूलाई बाँकी रहेको सामानहरूबाट केही परिकारहरू बनाएर दिँदैछु, के तपाईँ नि खान चाहनुहुन्छ? मार्कको त्यो दयालु स्वभावलाई देखेर जुली इम्प्रेस्ड हुन्छन् र हुन्छ मलाई नि बनाइदेऊ न त भन्छन्। मार्कले आफ्नै लोकल स्टाइलमा एउटा मिठो नुडल्स बनाएर जुलीलाई दिन्छ र जुली उसले त्यो नुडल्स टेस्ट गर्न साथ उनी पुरानो दिनहरूलाई याद गर्न थाल्छिन् र कहानीमा 15 वर्ष पछाडिको दृश्यलाई देखाइन्छ, जुन बेला फाइनल रेसिपीको पहिलो सिजनको सोको लागि जुली राम्रो राम्रो कन्टेस्टेन्टको खोजीमा लागि परिरहेको थिइन् र एउटा ठाउँमा एउटा सानो रेस्टुरेन्टमा उसले डेभिडलाई पहिलोचोटि भेटाएको थियो। डेभिडको 3 वर्षको सानो छोरा थियो र डेभिडको बुढीको भने रोगको कारण केही वर्ष अगाडि नै मृत्यु भएको थियो। जुलीले डेभिडलाई खानामा के बनाउँदैछौ भन्दा डेभिडले आज मेरो छोराको जन्मदिन हो र आजको लागि मेरो छोरा नै सेफ हो, उसले मलाई यो बनाइरहेको डिसमा जे हाल्न भन्छ म त्यही हाल्दै जाँदैछु। उसको छोराको अनुसारले डिस रेडी बनाएर उसले नुडल्स जुलीलाई टेस्ट गर्न दिन्छ र त्यही दिनको नुडल्सको टेस्ट मार्कको नुडलको टेस्टसँग ट्याक्कै मिलेको थियो। जुलीलाई केही कुरामा शङ्का लाग्छ, कतै उनै त होइन भनेर उसले आफ्नो असिस्टेन्टलाई मार्कको फोटो दिएर ऊ डिमिट्री हो, डिमिट्रीको बारेमा सबै पत्ता लगाऊ, ऊ कहाँ के गर्छ सबै। जुलीलाई नि के थाहा ऊ डिमिट्री नामले त्यस कम्पिटिसनमा भाग लिइरहेको थियो भनेर। धेरै पछि हजुरबुवा र मार्कको कलमा कुरा हुन्छ। हजुरबुवाले कस्तो हुँदैछ, राम्रो इन्जिनियरिङ कलेज छानेर पढ्नु है, आफ्नो ख्याल राख्नु, मलाई तिमीमा गर्व छ भन्नुहुन्छ। बिचरा हजुरबुवालाई के थाहा मार्क त खासमा सेङ्गाई सहर पढ्नलाई गएकै थिएन। सोको थर्ड राउन्ड सुरु हुनुभन्दा अघि होस्टले दुईटै टिमलाई बराबर पैसा इन्ग्रिडियन्टहरू किन्नको लागि दिइनेछ। त्यो पैसाले तिमीहरूले जे पनि महँगो सामानहरू किन्न सक्छौ डिस बनाउनलाई भन्छ। त्यति धेरै बिटाको पैसाहरू देखेर सबै खुसी हुन्छन्। लिया र लाउरेनको फेरि झगडा हुन थाल्छ कि को क्याप्टेन हुने भनेर। यङले